हरे माले त लगेको लाल मोहनी हरे माले त लगेको लाल मोहनी पटुकीता भागेको लाल मोहनी हरे पटुकीता भागेको लाल मोहनी हरे पटुकीता भागेको लाल मोहनी समुद्रमा थानी नारायण गर्दम मेटी त नगएको लाल मोहनी हरे मेटी त नगएको लाल मोहनी हरे मेटी त नगएको लाल मोहनी कैलेको पानी हे कैलेको घामारी नारायण कैलेको पानी हे कैले त फुकै असिना लाल मोहनी हरे कैले त फुकै असिना लाल मोहनी हरे कैले त फुकै असिना लाल मोहनी छोटो पसीना लाल मोहनी हरे दैतेल 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 छोटो पसीना तुमेव माता च पिता तुमेव बन्धु च सखा तुमेव विद्या द्रविणां तुमेव सर्वं मम देव देव गणेशाय नमः तिम्रै नाम लिन्छु अज्ञानीलाई ज्ञान देऊ प्रभु प्रचार गर्दै हिँड्छु सिन्दुर दुबो फुलमाला पूजौ गणेश बाला 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 सिन्दुर
धरती पाताल स्वर्ग तीनै लोक धान्ने कसले हो र शिवजीको शक्तिलाई नमान्ने संसारले मानेका तीनै लोक धानेका 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 संसारले मानेका हरे हे नाङ्गै आयो नाङ्गै गयो छैन मरिलानो धोको छ है भक्तजनलाई प्रभुको साथमा जानु ब्रह्मा विष्णु शङ्कर देऊ न हामीलाई वर 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 ब्रह्मा विष्णु शङ्कर हरे हे किन होला व्यर्थै हामी भन्छौँ तेरो मेरो न त तेरो न त मेरो प्रभुको सेरो फेरो हामी त उनै हरिका ब्रह्माण्डै भरिका 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 हामी त उनै हरिका ब्रह्माण्ड भरिका हामी त उनै हरिका ब्रह्माण्ड भरिका हामी त उनै हरिका ब्रह्माण्ड भरिका हामी त उनै हरिका हरे हे जे भए नि सुखै छैन नगरी त कर्म कोही त हिन्दू कोही त बुद्ध थरी थरी धर्म आफ्नो धर्म संस्कार कोटि नमस्कार 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 पुरा बाहुन तपाईँ त गर्नु पानीले पाल्यो कि होइन होइन त्यति गर्ने पहाड पखाल्ने बेला फेरि पछि आउँछ कपाल रहिरहनु झ्याउँछ नि त अलि ओम नमः शिवाय भगवते क्षमस्व परमेश्वर अब यहाँ नन्दी स्वरूप नमस्कार माया क्षमस्व परमेश्वर नन्दीश्वराय नमः बढ्दो बाबा नमस्कार रुपियाँको सामानबाट ल्याएर आइदिँदै दिदी भइहाल्छ ल राखेको आउने ठाउँमा मजाले
Hasta base ni kan. Iya, cakap jodoh ni ada iya no. Chuang देखियो ल chuang देखियो. यता हेर त तिमी केटी हो केटा मलाई चिन्नै छैन टुप्पी छ नि हुनु ए टुप्पी नि केटी हरि पेके टुप्पी गरी कुर्सीको टुप्पी कुर्सीको टुप्पी ठिकै छ. लाउने भनेको त्यस्तो छ नि है यसलाई उल्टो र चिप्परा काँची मगर. एउटा हात चिप्पर दुईटा हात चिप्पर जन दिया नि ले जान्छ. या त्यो दुई के. रहेछ हात चिप्पर न बोले Guru bahasa bahasa nara bidmai satu dia di mana tanu ini berdaya funas mantar. Kami di bajar kerma. Wanya baru suatu yang ada so betul kalau ini Bhagavata Bhagavata Asana Bhagavata sama tanu abadi di nama Bhagavata Bhagavata. Hai ne mana di kan batu ini mana di berdaya ayam mana tangan betul betul proses. Aku tiada akhir itu semua. Sekarang ini dah sampai aku. Bahasa nara betul bahasa agra mai ubah betul bahasa nara bahasa nara ada. खाना दिन सब बाबू जम्मा हरियो माता सदा खानाउने मात्रै काम गर्नु अहिले बोलाउने काम भन्दा खनाउने काम गर्नु भन्ने काम त अझ धेरै छ काम क्या हरियो माता सदा हरियो माता नारायण हरियो माता स भाउ अलिकति बाँकी राखेन हुन्छ के छोडिदिनु ल त्यहाँ अहिलेको पूजा गरेर पैसा नर सुमधुरो यमराजा पुरुष अध्याय ताम्बूल पुंगे फल दर्भ चतुर पंच ब्राह्मण संपूज हते फलादि गृहीता अध्याय पुरुष अध्याय अत्रे गोत्र पन्नस अध्याय अत्र शत्रु समाधि शाखा दश गुरु बधाइन गुरुदत्त श्रवणो मम मनो मम अस्मत् गिरे अब अस्मत् ब्राह्मण निधाय पूजे शब्द ऋषि नमः स्वरूप पदार्थ गन्धादि पुष्पाणि समर्पयामि नमस्ते भया पहिले शिक्षण सुपर में हरि ओम ब्रह्म प्रथमम होता ऋषि मत स्वरूप वेना आप सबोधने महाशविता सतति मसि ब्रह्मणे नमः शब्द ऋषि नमः दिव्य कुमार पूरा करो प्यार ठीक है नमस्ते करवानी वो बराबर है हेलो देव शांति अंतरिक्ष को शांति पृथ्वी शांति राम जासुदा गरम पृथ्वी शांति राभामय राधासुता फेरि राख्नु पर्यो यस्तो भयो खदय शान्ति वनस्पतय शान्ति सर्वभौम शान्ति हरि जब्दै जिजु बाजे कहाँ गए थाहा छैन हरि जब्दै जिजु बाजे कहाँ गए थाहा छैन यहाँ छौँ भन्ने चिठी खबर केही पनि आछैन कहाँ जाने हो थाहा छैन नगइने भा छैन 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 कहाँ जाने हो थाहा छैन हरि ए बाबु अहिले हामीले जे कमायौँ त्यही हो मर्दा लानी अहिले हामीले जे कमायौँ त्यही हो मर्दा लानी त्यही कमायो हेर बाबु जहाँ गए नि खाने कहाँ गएर के खाने कमाइएन लाने 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 कहाँ गएर के खाने हरे हरे हे के गरेर कमाइन्छ भनिदिनुहोस् है बाबा के गरेर कमाइन्छ भनिदिनुहोस् है बाबा हजुरकै अर्ती बुद्धि मान्छु मैले अब रहेछन् ईश्वर बोल्माने अब त मैले जाने रहेछन् ईश्वर बोल्माने अब त मैले जाने रहेछन् ईश्वर बोल्माने अब त मैले जाने
जपे बाबु तिनै स्वर्ग गए जसले हरि जपे बाबु तिनै स्वर्ग गए हरिको नाम नलिनी त मर्ते लोकमै रहे हरि भजे परिन्छ अवश्य मरिन्छ 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 जस्तै ज्ञानी भए सबका छोरा छोरी मेरै जस्तै ज्ञानी भए सबका छोरा छोरी यसै गरी जप्न लाउनु पर्दछ अब हरि हरि जति पियारा कोही पनि छैनन् मेरा 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 अवरुद्र मध्य मय वचन बच्चा हर हर नमः शिवाय टीका लगाइन्छ अर्को 3 बार टीका नमो रस्वाय बामन नमो बर्ते नमो बादराय बाथम नमो वन्याय वन्याहाय च कक्षाय च सर्वाय च पति सर्वाय च नमो बिलिमेन च नमो हाँ नमः स्वागत कपडा सौडा केही ल्याएर नि कपडा सरमा चलाउने लिएर पाइन्छ गणपति अब यो एउटा लौरो टेकेर यो घुमेर आइयो मेरो चित्तदेखि अनचेत नलाउनु भन्नु मेरो वचनलाई नगर्नु भन्नु
दाहिने हातको बुढी उठो समातेर तिम्रो नाम के हो भन सोध मेरो नाम फलानु भन्यो कुमारले भन कसको परमचारले गरेका छौ भनेर परमचारले गरेका छौ भन्नु इन्द्र के अरे हजुरको भनेर दाहिने तिमीले भन मेरो होइन इन्द्र महाराजजीको भनेर तिमीले भनिदेऊ प्रजापति नाम पानी समाज बाबु प्रजापति ऋषि लिङ्गु त देवता रसाडी विनियोग प्रजापति नाम परेशरामी ल यहाँ कुटी हानेर गुरुलाई राख्ने मन्त्र सुनाउने आसनहरू राख्नु मन्त्र सुनाउने स्वाहा ओ उत्तम मिति मन्त्र सुन्न सेवरेछि जो छन्द स्वाहा वरुणाय स्वाहा प्रजापति ऋषि मन्त्र से प्रजापति ऋषि शुद्ध प्रजापति देवता जी बनेको यम कुमार भ्रमण कुमार करो बिहारमा पानी समाधि घुम्नु पर्यो पानी समाधि छोडिदिएर सन्दर्भ देवता भने यज्ञ स्वाहा प्रजापति नमेदम तथा पिता पिता असति कुमार पितामा देवा सुधि ल अब ब्रह्मचारले लिन्छ भन्नु दिनमा सुत्न हुँदैन भन्नु दिनमा सुत्न हुँदैन भन दिनमा सुत्यो भने फेरि विवाह व्रतमा नगर्नुपर्छ नसोपाएँ म सुत्दिनँ भन कुमार प्रिया पिता बाबुले मेरो वचन पालना गर्छौ भन गर्छु भन कुमार पिता समेत कुमार पिता कर्म कुरो हरेक किसिमको कर्म गर्न सक्छौ भन्नु सक्छु भन पिता कुमार हरेक किसिमको चोख लाग्छ नि फेरि वर्तन गरेपछि जहाँ चाहे पाए वहीँ जसले दिएको पाए उसले खाने जे मन लाग्यो त्यो गर्ने इत्यादि गरेर हुँदैन मन्त्र दान दिएपछि त्यो मन्त्र अनुसारको कर्म यज्ञ गरेर हिँड्नुपर्छ समय बाजादिकमा उत्तर मन्त्र सुनाउनु जानु पर्नु ल जो त्यहाँ जाऊ मन्त्र अझै पानी आर्जन गरेर ढाकनी चाहियो शङ्खखण्ड बजाइदेऊ होइन पाहुमा पूजा टिको लगाइदेऊ कृष्णाय गोविन्दाय नमः दक्षिणा सिधा खै ल सिधा चाहिँ ल्याउनु पर्यो ढोगर यो त होइन सिधामा राखिदेऊ त्यसो अर्कै थियो अर्को पछाडि ढाकाको पछाडि चाहियो होला ढाका के हुन्छ तिनपटक भनेर आउनु पर्छ ल एकैचोटि तिनपटक भनेर आउनु सक्छ तिनपटक खुवाउनु पर्दैन तिनपटक पानी हात गरेर तिनपटक मन्त्र भन्नु त तिनपटक मन्त्र एउटा गाना तिनपटक मन्त्र भनेर गाएछ नियमै पुऱ्याउनु सक्दैन पहिला गुरु गोबा सो तत्सवितु त्यति दिने भरण्य भर्गो देवा त्यति
तिनपल्ट भनिदिनु भयो एकचोटि ढोगा र त्यसलाई टिको लगाइदियो बाबु तिमीले राय कोब्रामलाई दाइ जगतिताय कृष्णाय गोविन्दाय नमो नमः ल फेरि ढोगा र बुढलाई त जतिखेर देख्यो नि ढोगा राख्नुपर्छ ल अब लौरो लिएर घुमेर यता यताबाट जाने आएर अब बर्ख नरी मान्छे मात्र बाउ मात्र भयो नि त्यहाँ बस पहिला कसले झोली बनाएको छ नि बनाउनु पर्यो कि झोली यसैको च्यातेर झोली नि बनाउनु पर्छ छोरालाई लिएर यहाँ सामान छ दिन्छु लिएर दिनुपर्छ केक पनि म लिन्छु नि छोरा ल्याउ म पनि दिन्छु हुँदैन मिलो हुँदैन भन न बाबु भन तिम्रो बुवाले सुनिन्छ भन त भन बा भन मामा दिनु होइन के बाबा त मिठा आउँदै बहुत होता निम्न आते मामाले हुन्छ तपाईँ खाना यता त्यो डालो ल्याएर यहाँ तपाईँ खाना यता हेर यहाँ गुरु कता गयो गुरु यता अपरिमित भिक्षा भिक्षा माया माया लब्ध लब्ध हो गुरु मैले चाहिने यतिमाना पाथी छ भन्न सक्दिनँ गुरु मैले चाहिँ यतिमाना पाथी छ भन्न सक्दिनँ गुरु मैले भिक्षा मागेर ल्याएको छु मैले भिक्षा मागेर ल्याएको छु हजुरले लिदी बक्सियोस् अब ल तिमीले छोइदेऊ डाल चालू छ अनि मामालाई
भन्छ आइतन म सहभागी मेरा हिस्सा एउटा पैसा राखेर आउनु पर्यो ल यी किताबलाई बुझा गरेर बिदाएर ल ग्राममा विचार सार बरमा जन्मा बेना पुथनाले देवा देवो महा वरुणो देवतः सतजातो नमो ताय नमः कालाय नमः बलविकराय नमो बलाय नमो बल परमधनाय नमः सर्वभूततमनाय नमो नमः ईशान सर्वविज्ञान मीशर सर्वभूतानां परमाधिपति ब्रह्मणोधिपति ब्रह्मा शिवो मे अस्तु सदा शिवो ओम शिवो नामासि सोदिते पिता नमस्ते अस्तु मामाहि गुंसि निवर्तयामि उषे नाजाय पजन नायरा सोहाय सुप्रजाय सुप्रियाय ओम शान्ति वसवितर सर्वं शान्ति शान्तिरेव शान्ति समा शान्तिरेधि समय सवेदना पुरसो साम सर्वेषां मे वैनमित वेदना रसेना विसिञ्चति ओम शान्ति शान्ति शान्तिर्भवतु सर्वार्थ शान्तिर्भवतु कर्मणा कृतेन श्री भवानी शंकर महारुद्र प्रियता नमो सदा शिवार्पणमस्तु हर 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 पार्वतीपते नमः ओम शिवाय नमो शिवाय नमो शिवाय नमो हरि ओम महासुमन्नूर्ध पर्वते श्रीयाणा श्रियाणा मध्योखदिभ्यो वनस्पतिभ्यो अधिसंभृतं पय कन्नैखमूदन्धत्तमरुता सगुणराणा अस्मत्ते सप्रार्धात्सहितामे अनिष्टकरे नवः सत्तोमुत्रः मुस्मिदुके रीतावस्तः रीताभृधरी तुष्ठास्त रीताभृधा धृतः चुतो मधो चुतो विराजो नाम कामदुर्गा अच्यमानः सदोषकः याविते परिभ्य यामसि अवपो असभ्य शिवो भव हिमास्यात्वा जरायुणा हरि परिभ्य यामसि अवपो असभ्य शिवो समुच्चरण शतरुद्राः याणा मौनिपाता नाम पिबुः पवः सदहानं पारसुतश्रोणित सीतामत उदसादतुङ्गः दवन्तानं करत यवाशिना दुःखदमभिर्हो तरज वताय छद सरस्वतीं मेषस्य हरित आवयन् दह देवा देतः मे शांति रोग शांति कभी श्यामा शांति देवी श्यामा शांति देवी ओम वीडियो जाडो हुने भयो बर्तन राखेर कपडा राख्यो त्यो डाला डाला राख्यो खै कपडा खै खै सेतो कपडा यहाँ सिङ्गो पुऱ्याउने टिका टाढा काजल टिका खाता जुत्ता सबै कुरो लौरो जमाइ ल्याऊ
कपडा लामो लामो भयो उठेर आफ्नो कपडा लामो सक्दैन लगा झिक हो त्यो झिक होइन होइन त्यो ल ढिला सिर्केको डर लाग्यो त्यो झिक्दो बाबु झिक त्यो झिक्दो त्यो भेष खै गहनाहरू लगाइदेऊ अलङ्कार गहना लगाइदेऊ गहना लगाइदेऊ अहिले ठुलो मम्मीले दिएको लगाइदियो भने हुन्थ्यो नि त्यो सब यो झिङ्गे हुन्न अब पहेँलो यो त यो झिङ्गे हुन्न भनेको गुरुबालाई ल्याइदिनु पऱ्यो टोपी लगाइदिनु न यो खिर लाउनु पर्छ सर्नु पहिलाको चिन्ह चाहिएन अहिले हातै ल्याएन क्या जस्तो लाग्छ चाँदी ठिकै छ कति राम्रो भएको न आजै बिहा हार्ने जस्तो भएको गाला राता कि दलेका हो कि ल खानेकुरा पनि ल्याइदेऊ ए रोटीहरू त्यो त रत्याउने आउने जस्तो होइन खानेकुरा ल्याइदेऊ खानेकुरा पैसा खला पैसा होइन त्यसरी एउटा हात छाता एउटा हात लौरो नपढेको छोरो मूर्ख भएको छोराले बाउ आमा इष्टमित्र कुलकोटमा कुल कसरी तिनीहरूको सेवा गर्नु कस्तो किसिमको सेवा गर्नु भन्ने कुरा ज्ञान हुँदैन अज्ञानी हुन्छ अरे नपढेको मान्छे धेरै यस्तो अज्ञानी हुन्छ कोही बुवा यहाँ धेरै पढेका नपढेका मान्छेहरू पनि होलान् रिसाउलान् त्यो होइन नपढेको मान्छेलाई के हुन्छ भने ज्ञानै हुन्छ अज्ञानी हुन्छ सम्मान कसैलाई कस्तो किसिमको सम्मान गर्नुपर्ने भने ख्यालै हुँदैन त्यस कारण पढ्ने भने छ त्यो देशान्तरको कुरा म यहाँ सुनाउँछु राम्ररी सुनेर बस्नु पऱ्यो त सुनेर बस्नु अहिले भने तिमीले सुनेर सुधोबाचा जातो ब्रह्म वंशेषि कुले नसतम परिचयम वर्ततव इति वर्गकस्य तारणम पितोबाचा कसै नपाएन पुरो आत्मानन्द मयाउँछ त्यही देशान्तर यादे मम पुस्तकागते नातमाता समासे गीते सर्वे दिन दिन सुदातिका तोही देशान्तर यादे सुधोबाचा पद विशेषि सम्पूर्ण वनवासी क्षेत्र गृह विद्या गृह बच्चे गुरु सेवा गृह भवने पितोबाचा गुरु सोगुरु हो देवा अन्य गुरु गुरु सेवा बान्धव त्यसमा बागा बामने दुःख सर्व परे परे गते रणे त ए प्रति रुन्ति विजमागन माधव परिदेश कथय रुन्ति माधव करे हा हा बाला कुमारक रुन्ति गुरुपद पठद तस्व जाम बोधा त दिए गौ छ अब कुरा सुनाए के भनेको यत्रा बेर भनियो पाठ गरियो पाठ गर्दाखेरि यहाँ के भनेको हो भन्दाखेरि छोराको वर्तमान नगरियो छोराको बेलामा वर्तमान नगरेपछि छोरो के भन्छ त भन्दाखेरि म गुरुको सेवा गर्नुपर्छ म पढ्न जान्छु अब वर्तमान त 12 के अरे 21 वर्षसम्म म पढ्न जान्छु 21 वर्ष पढ्न त होइन
त्यसो गर्दाखेरि त धेरै हुन्छ ज्ञान त जो पढ्न त जानुपर्छ म नपढेको छु त म सुत तार्नुपर्छ त म प्राप्त गर्नुपर्छ नपढेको मान्छे त कामै लाग्दैन म पढ्नुपर्छ भनेर छोराले अब ब्रह्मचर्य धारणा गरेर अब तीर्थहरूको गएर सेवन गरेर सबै कुरा पढेर म पञ्चमी સુધી 25 वर्ष म पढेर आउँछु भनेर केटाले भने छोराले भने भात आमाले भन्छन् कि हेर बाबु मैले तँलाई कति दुःख गरेर पालन पोषण गर्ने मेरो बाबुलाई शीतताप पर्छ कि हरेक किसिमका होइन अहिले त निमोनिया भन्छ है निमोनिया हुन्छ कि के हुन्छ कि मेरो बाबुलाई कतै उति कबाट टाउको दुख्नुहुन्न मेरो बाबुलाई के हुन्छ कि कसो हुन्छ कि भएन कति भाती हुर्काए बाबु तँलाई हेर त्यहाँ वनमा कष्ट सदा दुःख हुन्छ सदा कष्ट सदा दुःख सदा हरेक किसिमको दुःख हुन्छ तँलाई यहाँ आनन्दले बसेर खाएको हेर बाबुलाई कपाल दुख्न पनि नपाओस् भनेर कति दुःख गरेर मैले पालन पोषण गरेकी छु यसो जान्छु भने नभन् भनेर आमाले भन्छन् बाबुले पनि हेर अब कति दुःख कष्ट गरेर तँलाई पालन पोषण गरेको अब त चाहिँ पनि विदेश जाने गएछ विद्याभ्यास गर्न गएछ भने हामी बुढेसकालमा पालन पोषण गर्न हाम्रो रक्षा गर्लास् भनेको त तपाईँ विदेशमा जाने गएछ 25 वर्ष भने त हामी 25 वर्ष त बाँच्दैनौँ ठेगान छैन त्यस्तो नभन् बाबु घरैमा बसेर विद्या प्राप्त गर्न सकिन्छ पैसा भनेको कुरा गुरुहरूलाई पनि विद्वानहरूलाई घरैमा झिकाएर पनि पढ्न सकिन्छ टाढै गएर विद्या प्राप्त गर्छु भन्ने कुरा नजा किन त्यसो भने नभन न बाबु हाम्रो के गति हुन्छ तिमीले त हाम्रो सबै कुरा रक्षा गर होला भनेर पो तिमीलाई पालन पोषण कत्रो समस्या तिमीलाई सानो अवस्थामा कस्तो तिमीलाई कुनै ज्ञानै नभएको अवस्थामा हुर्काएर अब ठुलो भएपछि बाबुले पालन पोषण गर्ला भनेको त फेरि तिमी जान्छु भने नभन बाबु पर्वत चढ्नुपर्छ हिमालयहरू त्यस्ता अनेक किसिमका हिमशैलीमा हिँड्नुपर्छ काँडाको बाटोमा हिँड्नुपर्छ जङ्गलको बाटो हिँड्नुपर्छ जङ्गलमा बास गर्नुपर्छ यहाँ आनन्दले चाहिने डसना छिरेकमा आनन्दले लेटेर सुतेका बाबु हेर तिमी त्यहाँ वनमा गएर त सेवला ओछ्याएर बस्नुपर्छ सेवलामा बसेर सुत्नुपर्छ बास गर्नु पनि गतिलो पाइँदैन खान पनि कन्दमूल खानुपर्छ जे पाइन्छ त्यही मनका गिठा भ्याकुराहरू के मिल्छन् त्यही खान पाइन्छ पर्छ यहाँको जस्तो सुविधा हुँदैन बाबु आमाले भन्छन् हे बाबु तिमीलाई 10 महिनासम्म मेरो बाबुले पिरो अमिलो खाइदिँदाखेरि पनि त्यहाँ पिरो अमिलो खाँदाखेरि डसेर पछाडिसम्म गुरुको कोलमा गएर पढ्नै जानु दिनुपर्ने यस्तो भएको हुनाले सल्लाहले जानु पनि दिनुपर्ने भयो र त जति दुःख र कष्ट भए तापनि छोरालाई छोरो मूर्ख भयो भने बाबुआमालाई पिर्छ कतिका छोराछोरीले मूर्ख छोरो भएर माता सतु पिता बैरी येन बालो नपाठी त नशोभते सभा मध्ये हंस मध्ये भगोएथा माता शत्रु छोरालाई पढाएन भने आमा शत्रु बाबुले पढाउनको विचार गरेमा त्यो शत्रुभन्दा पनि बैरी हो येन बालो नपाठी त जसले आफ्नो बच्चालाई पढाउँदैन भने नशोभते सभा मध्ये सभाको माझमा नपढेको मूर्ख छोरो घर बस्यो भने के पुरै बोल्न सक्दैन हाँसका बथानमा गएर बकुल्लो बसे जस्तै नपढेको मान्छे त गएर दुरा शब्दै बोल्न सक्दैन लाटो झरमा अर्को जस्तो भएर बस्छ त्यस कारणले पढेकोले किताब किताब पनि लिएर आएस् अब कति सबैलाई नमस्कार गर आमाले हात आस्तिर राखिदेऊ हात यसो राखिदेऊ गुरुलाई ढोगर तिर राखेर हेर आइय गुरुलाई ढोगार्नु पर्छ ल अरू सबैलाई जम्माइलाई ल यहाँ माओली यता इशान्य कोरामा गएर मामा बस्नु ल मामाले छोरा
अहिले आएर राइजला मैले जान जाँदैन लौरो टेकेर जाऊ बाबु त्यो किताब नसोलाइ किताब किताब लिएर जाऊ यता जाऊ यता काश्मीर देशमा पढ्न जाऊ यता जुत्ता लाऊ जुत्ता चप्पल लाऊ न त्यो चप्पल लाऊ चप्पल लाऊ न चप्पल भाइ चप्पल ल्याऊ विदेश जाने अरे चप्पल सबैलाई त्यता जाऊ त्यहाँ मामाले सबै जाऊ जाऊ पूर्व गयो रिवेट पढ्यो चतुर्वेद पढ्यो किताब खै पढ्यो भन्दा किताबै ल्याएको त पढ्यो भनौँ घरमा पूजा आएर बाँकी छ सकिने कुरामा त त्यो ओम करत्रकदम्बा कायदम्बा करदम्बा शरणदम्बा मानसम्बा परादम भीतम अभितम वा समित समसो जयदे करम श्री महादेव शंभो ओम त्रिद्रम पूर्णाकारम त्रिद्रम भव संवारम एकबिल्लम शिवार्पणम ओम नमः संभवाय च मयो भवाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय शिवत्राय ओम साम सदा शिवाय नमः ओम गौराभ्यां नमः बोलिए श्री लंबोदर गणेश जी को विघ्न विनाशी प्रभु को शंकर भगवान को राधा कृष्ण को लक्ष्मी नारायण भगवान को सीताराम चंद्र को राधा कृष्ण को हनुमान जी को अग्निदेव को दिक्पालहरू को वेदहरू को नारायण को नारायण को देवहरू को कुलदेवहरू को आपित देवहरू को देवहरू को रामदेवहरू को नाग देवताहरू को पितृ देवताहरू को का लक्ष्मी को गरुड ध्वज को वैदिक सनातन धर्म को भारतीय के पीर पार
बसेको पिर परेरै बसेको भेट्छु कि प्रभु भनी शिरमा चन्दन घसेको पिर परेरै बसेको भेट्छु कि प्रभु भनी शिरमा चन्दन घसेको पिर परेरै बसेको भेट्छु कि प्रभु भनी शिरमा चन्दन घसेको पिर परेरै बसेको बसेको भेट्छु कि प्रभु भनी मनमा पिर नपरी बरबर सुन झरी जपिँदैन हरि मनमा पिर नपरी बरबर सुन झरी जपिँदैन हरि मनमा पिर नपरी बरबर सुन झरी जपिँदैन हरि मनमा पिर नपरी बरबर सुन झरी हे स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ हे पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा हे चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम चिन्नु पर्छ पहिला मको कुरा के हो काम कहाँ हो पछि जाने काम हे गाई चारै धाम धेरै गरे ध्यान पानी झन्झन सुक्यो ज्यान पानी गाई चारै धाम धेरै गरे ध्यान पानी झन्झन सुक्यो ज्यान पानी गाई चारै धाम धेरै गरे ध्यान पानी झन्झन सुक्यो ज्यान पानी गाई चारै धाम धेरै गरे ध्यान पानी झन्झन सुक्यो ज्यान पानी गाई चारै धाम धेरै गरे ध्यान पानी
टिभी आउने भेडी हो त तातो साँच्चै रहेछ कि अघि अङ्कलले भन्नुहोस् नि अनि पकाएर अघि नै तातो रहेछ तातै रहेछ मैले पहिला हामी जाउँ मानदेवी गौरी सबैको साटोमा आइसक्यो ल एकदम गुड भयो नमस्कार है बाबु नमस्कार नमस्कार माला लाउन आन्छे माला खै आमा छोरा फोटो खिच्न यसरी खिच्नु लोन नाही